शुभ इयस पाक सोयरा र मकनपुर गोगने ओडा नम्बर 5 आउँदैछ बाबुहरू कडा कडा ब्याच। बाबुहरूले किन सोचिरहेको तर यस्तै हो दाइ म त ठुलो तर पनि यस्तै हो बाबुहरूले मलाई हराउने सोचिरहेको तर पनि म त यस्तै त अनि जहिले पनि सोचिरहेको आफ्नै तालमा बस्दिनँ जहिले पनि तर यिनीहरूले सोचिरहेको रहेछ मलाई के भनिरहेको थिएँ मैले त ओइबे तर लाग्दैन डर सर नपर मेरो घर फेरि हानिदिन्छु काममै रियलमै चलिदिन्छु बममै फेरि थाहा छैन नि बाबुहरू हामी त स्टोनर लाइफ जहिले पनि पिराको भाइ तर छानु छैन नि मेरो त हाइट तर पनि सबैजनाले मलाई सोचिरहेको रहेछ केही भनिरहेको तर पनि दुनियाँको कुरा गर्न छाडिसके दुनियाँले त मलाई कुरा काटिरहेको रहेछ गर्ने मैले सोचिरहेको छ त्यसैले अब तिमीहरूको सोच दिमागबाट फ्याँक्दे त त्यसैले मलाई पनि थाहा छैन बाबुहरूले के भन्नु खै अब कसैले पनि बुझ्न सक्दैन यहाँनिर रियल त को हो फेक हो तर कसैले केही पनि थाहा छैन त्यसैले होला मैले पनि भनिरहेको छु आजभोलि तर कसैले मेरो बहिनीले बोलेको बोली सुन्न सक्दैन त मैले पनि त्यसैले सुनिरहेको छ सुनिदिनेको छ थाहा थिएन हामीले त आफ्नै पारामा हिँडिरहेको हामी जहिले पनि तर दुनियाँको बाल गर्न छाडिसके त यस्तै हो ल यस्तै हो त मुजीहरूले कुरा काटिरहेको छ काट्ने दे त गरेर देखाउँछु म पनि एक दिन हेर्दै बस ल गर्ने मेरो सोच गरिरहेको छु कहिलेसम्म अडिरहेको छु तर पनि आफ्नै दममा अडिरहेको म दुनियाँको बाल छैन मलाई त केही यहाँ तर पनि यस्तै हो सोचहरू सोच्दै म स्वतन्त्र भइसकेँ ल तर पनि दुनियाँको बाल छैन आफ्नै पारामा हिँडिदिन्छु दुनियाँको त मलाई केही पनि बाल छैन ल Nobody know motherfucker भाइ nobody know आगा तर पनि बाल छैन यस्तै भाइ केही पनि हुन्छ तर पनि थाहा छैन यस्तै हो पारा मेरो जहिले पनि जङ्गी पारामा हिँडिरहेको तर पनि दुनियाँले सोचिरहेको रहेछ मेरो कुरा काटिरहेको तर फरक पर्दैन बाबुहरू जेसुकै बन जेसुकै गर तिमीहरूको दममा तिमीहरू नै